धेरै साथीहरूले मलाई कन्टेन्ट मोनिटाइजेसन पाउनलाई अब हामी कसरी जाने भनेर सोधिराख्नु भएको छ, नयाँ हुन् या पुराना हुन्। र कन्टेन्ट मोनिटाइजेसन पाइसकेका साथीहरूले पनि अब अर्निङ गर्नलाई हामीले के कसरी जानुपर्छ त भन्ने कुरा गर्नुभएको छ। नमस्ते, चिन्नेले चिनिहाल्नु भयो र जसले चिन्नु भएको छैन नयाँ पुराना साथीहरूलाई म भन्दैछु, म नारायण बस्नेत, काठमाडौँ, नेपाल। लु आउनुहोस्, अब यो सुनौँ। तपाईहरुलाई राम्रो लाग्यो भने अरु नयाँ साथीहरूलाई पनि, पुराना साथीहरूलाई पनि शेयर गरिदिनु होला। अब कुरो रह्यो नयाँ साथीहरूले जसले आउनु भएको छ, एकै दिनमै 2 दिन 3 दिन हप्ता दिनमै भाइरल हुन्छु, फर युमा जाओस् भनेर नसोच्नुहोस्। राम्रो पोस्ट बनाउनुहोस्, अर्गानिक तिनीहरू पोस्ट गर्नुहोस्। कम्तीमा पनि दिनको 3टा फोटो र लङ भिडियो एउटा त्यसरी गर्नुहोस्। त्यसरी गर्दाखेरि सुरुमा तपाईहरुको अलिकति भ्युज आउँछ, त्यो फेसबुकले घुमाइदिएको हुन्छ, आउँछ, पछि गएर कम्दै जान्छ। अब भ्युज बढाउन, एंगेजमेन्ट बढाउन के गर्ने त भन्दाखेरि तपाईहरुको पोस्टमा जति पनि आएको हुन्छ त्यसको रिप्लाई कमेन्ट दिनुहोस्, रिएक्सन दिनुहोस् र अरूको पोस्टमा जानुहुन्छ, फोटो होस्, रिल्स होस्, भिडियो होस्, त्यहाँ गएर पनि तपाईले त्यो रिल्सको, भिडियोको के छ, के विषयवस्तुमा छ त्यसमा गठनमूलक एउटा कमेन्ट गर्नुहोस्, 2टा रिप्लाई कमेन्ट छानी हान्नुहोस् र 8-10 वटा रिएक्सन दिनुहोस्। त्यसबाट के हुन्छ भनेदेखि उता नोटिफिकेसन जान्छ, अरूकोमा नोटिफिकेसन जान्छ। त्यसरी नोटिफिकेसन गइसकेपछि ती साथीहरू आउनुहुन्छ। त्यसरी आएका साथीहरू एक्टिभ रहन्छन् र लाइभमा जानुहुन्छ, त्यहाँ रिप्लाई कमेन्ट र रिएक्सन दिँदाखेरि एंगेजमेन्ट बढ्छ र त्यहाँ आउने साथीहरू एक्टिभ रहन्छन्। एंगेजमेन्ट प्राथमिकता दिनुहोस्, रेगुलर पोस्टहरू दिनुहोस्, साथी एक्टिभ छान्नुहोस्, राम्ररी कमेन्टहरू गर्नुहोस्। त्यो हिसाबले तपाईहरुको भ्युज बढ्छ, एंगेजमेन्ट बढ्छ। रेगुलर आफ्नो धारावाहिक हिसाबले पोस्ट गर्नुहोस्। धारावाहिक भनेको टाइम टेबल हिसाबले पोस्ट गर्नुहोस् र डेली 3 मिनेट भन्दा माथिको लङ भिडियो दिनुहोस्। तपाईहरुले निश्चय पनि पाउनुहुन्छ, गाइडलाइन मानेर हिँड्नु भयो भने। रह्यो कुरो अब अर्को कन्टेन्ट मोनिटाइजेसन पाएका साथीहरुको, जो पाउनु भन्दा अगाडि जसरी रिल्स भिडियो हाल्नु भएको थियो त्यसरी अर्निङ हुँदैन, कम्ती मात्रामा हुन्छ, त्यो अर्निङ हुँदैन। यो अहिले कन्टेन्ट मोनिटाइजेसन जो नयाँ अहिले भर्खरै दिइराखेको छ, यो भनेको टेस्टिङ हो, उत्साहजनक। यसलाई अब राम्ररी सम्हालेर राख्नु छ भने, सम्हालेर राख्न सक्नुहुन्छ भने युनिक राम्रो कन्टेन्टहरू दिनुहोस्, 30 सेकेन्ड भन्दा माथिका। त्यसरी दिनुभयो भने तपाईहरुले अर्निङ पनि गर्नुहुन्छ। 31st यता राम्ररी कन्टेन्टहरू, लङ भिडियोहरू दिँदै जानुहोस्। तपाईहरुको कन्टेन्ट मोनिटाइजेसन यो जुन दिएको छ अहिले, यो मात्र एउटा टेस्टिङ हो। त्यसलाई बचाएर राख्न र अर्निङ गर्नलाई तपाईहरुलाई सजिलो हुन्छ। राम्रो युनिक दिनुहोस्। सायद तपाईहरुले बुझ्नुभयो या बुझ्नु भएन मैले भन्न खोजेको। र जानकारी लिनु छ भने मेरो लाइभमा आउनुहोस्, 7 बजी सधैँ हुने गर्छ। धन्यवाद। जय फेसबुक बाबा।